ओके, हेयर इज द फाइनल क्लास नाउ। माघको 1 गते चाहिँ 3वटा फिल्महरू एकैसाथ रिलिज हुँदैछन् र ती फिल्महरू हुन् भाइरल गोर्खे, मिरमिरे र गोबर गणेश। यो तीनवटै मुभीको ट्रेलरको बारेमा चाहिँ मैले सेपरेटली छुट्टा भिडियो बनाएर चाहिँ मैले एक्सप्लेन गरिसकेको छु हैन। तपाईहरुलाई चाहिँ छुट्टा फिल्मको सेपरेटली चाहिँ एउटा मुभीको ट्रेलर हेर्न मन छ, यसको ब्रेकडाउन हेर्न मन छ, रिभ्यू हेर्न मन छ भने चाहिँ हाम्रो च्यानलमा जानु होला हैन। त्यहाँ चाहिँ तीनवटै फिल्महरूको सेपरेट भिडियोजहरु छ। अब माघ 1 गते चाहिँ माघीको टाइम पनि रहेको छ। फ्यामिली साथीभाइहरू सबैजना चाहिँ एउटा राम्रो क्वालिटी टाइम स्पेन्ड गरौँ भन्ने सोचेर कुनै मुभी हेर्न जाने सोचमा हुनुहुन्छ तर डिसाइड चाहिँ गर्नुभएको छैन अथवा डिसाइड गर्न अलिकति प्रब्लम भइरहेको छ भने चाहिँ आज यो तीनवटा फिल्महरूको बारेमा कुरा गर्नेछु। यसलाई चाहिँ ब्रिफमा एक्सप्लेन गर्न ट्राई गर्छु अनि यो तीनवटा मुभिजहरू चाहिँ कुन चाहिँ अडियन्सहरूको लागि चाहिँ राम्रो हुन सक्छ भनेर चाहिँ म तपाईहरुलाई आइडिया दिन कोसिस गर्नेछु हैन। त्यसपछि चाहिँ तपाईहरुले कुन चाहिँ मुभी हेर्न जाने, कुन चाहिँ मुभीलाई चाहिँ इन्जोय गर्ने भनेर चाहिँ डिसाइड गर्न हेल्प हुनेछ। अनि हाम्रो च्यानलमा चाहिँ 5500 प्लस सब्स्क्राइबरहरू जोडिसक्नु भएको छ हैन। त्यसको लागि धेरै धन्यवाद तपाईहरुमध्ये सबैजनालाई। अनि अहिलेसम्म जसले सब्स्क्राइब गर्नुभएको छैन अझै 98-99% अडियन्सहरूले चाहिँ हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएकै छैन। सो सब्स्क्राइब चाहिँ गर्नु होला है त। हाम्रो सरको र मेरो पनि उस्तै भयो काम चाहिँ। ए कसरी उस्तै छ भन् त? गुरु त हो नि। गोबर, त्यही भएर यसलाई गोबर गणेश। ल अब फर्स्टमा कुरा गरौँ सौगात मल्लको भाइरल गोर्खे फिल्मबाट। फिल्मको टाइटल गोर्खे शब्दले चाहिँ अलिकति एक्सनवाला जनरा हो कि भन्ने फिल हुनसक्छ। ट्रेलर, टिजर, यसको मेटेरियलहरू केही पनि हेर्नु भएको छैन भने चाहिँ। तर यो फिल्म चाहिँ आउट एन्ड आउट कमेडी ड्रामा मुभी हो। फिल्ममा चाहिँ सौगात मल्लले एउटा गाउँले युवकको भूमिकालाई प्ले गरेका छन् अथवा रोललाई चाहिँ प्ले गरेका छन् जो चाहिँ शिवश्रेष्ठको एकदमै ठुलो फ्यान हुन्छ र उसलाई पनि एकदमै ठुलो कलाकार बन्न मन छ, भाइरल हुन मन छ। विशेष गरेर यो टिकटकको दुनियाँमा चाहिँ उसलाई एकदमै धेरै ठुलो नाम बन्नु छ। फिल्मले चाहिँ यही स्टोरीलाई बेस बनाएर प्रेजेन्ट गर्ने कोसिस गरेको छ। यसका साथै सौगात मल्लको क्यारेक्टरले भोग्ने उतार चढाव, सोसल मिडियाको साइड इफेक्ट, यसको प्रेसर, यसले चाहिँ मानव व्यवहारमा पार्ने असरको बारेमा पनि मजाले देखाएको छ। फिल्ममा चाहिँ सौगात मल्लसँगै सृष्टि श्रेष्ठ पनि रहेकी छिन्। उनीहरू दुवैजनाको केमिस्ट्रीलाई चाहिँ अडियन्सले पहिलादेखि नै मन पराइरहेका हुन्। उनीहरू रिलेसनसिपमा हुँदाखेरि पनि दर्शकहरूले मन पराएका थिए र यो चाहिँ उनीहरूको ब्रेकअप भइसकेपछिको पहिलो मुभी हो। सो अडियन्सहरू उत्तिकै एक्साइटेड छन् उनीहरूलाई हेर्न। सौगात मल्लले शिवश्रेष्ठको रोललाई अथवा शिवश्रेष्ठको क्यारेक्टरलाई चाहिँ मजाले पकडेका छन्। सो ओभरअलमा चाहिँ ट्रेलर राम्रो देखिएको छ। अलिकति फन टाइपको, अलिकति ड्रामेटिक टाइपको मुभी जस्तो देखिँदैछ हैन। सो अब चाहिँ यसको टार्गेट अडियन्स चाहिँ को हुनसक्छ त? फिल्मको टार्गेट अडियन्स चाहिँ विशेष गरेर युवा पुस्ता नै हो जो चाहिँ अलिकति टिकटक, युट्युब, इन्स्टाग्राम, फेसबुक जस्तो सोसल मिडियाहरूमा चाहिँ अलिकति एक्टिभ छन्। त्यो दुनियाँ चाहिँ उनीहरूलाई मनपर्छ। प्लस यो फेस्टिभलको टाइममा चाहिँ चाडबाडको समयमा चाहिँ अलिकति लाइट हार्टेड मुभी, कमेडी मुभी हेर्न मनपर्छ भने चाहिँ यो मुभी तपाईँहरूको लागि हुनसक्छ। मनी भाइरस भएर देखाइदिन्छु। छोड्दिन अब, बिर्सिदे सबै कुरा। मैले शिवदाईको फ्यान, मैले शिवदाईको डान्स, फाइट, डायलग सब हान्न आउँछ। म पनि देखाइदिने हो एउटी। गुरु गोरखनाथको कसम। अब कुरा गरौँ दयाङ राई र प्रकाश सपुतको अर्को एउटा फिल्म मिरमिरेको बारेमा। यो फिल्मको चर्चा पनि राम्रो नै छ। यसको टिजरले एकदमै राम्रो रेस्पोन्स पाएको थियो। फिल्मले चाहिँ वैदेशिक रोजगारीको कथालाई, एकल बुबा अथवा सिङ्गल फादरको कथालाई, बुबा छोरीको इमोसनल बन्डिङलाई, लभ ट्रायङ्गललाई पनि देखाएको छ। र ओभरअलमा भन्नुपर्दाखेरि चाहिँ यो मुभी एउटा सोसल ड्रामा मुभी हो। फिल्मको कास्टिङ निकै राम्रो छ। मैले अघि भनेको जस्तो दयाङ राई र प्रकाश सपुत चाहिँ मुभीको लिड रोलमा रहेका छन्। यी दुवै कलाकारहरू चाहिँ आफ्नो आफ्नो क्षेत्रमा निकै राम्रो नाम कमाइसकेका छन्। प्रकाश सपुत चाहिँ ओरिजिनल्ली उनी चाहिँ आफ्नो सङ्गीत क्षेत्रमा एकदमै राम्रो सफलता हासिल गरिसकेका छन् भने दयाङ राईले पनि आफ्नो क्षेत्रमा फिल्मी करियरमा चाहिँ निकै राम्रो उचाइ हासिल गरिसकेका छन्। अनि पछिल्लो समय प्रकाश सपुतले पनि आफ्नो एक्टिङलाई चाहिँ राम्रोसँग निखारिरहेका छन् र राम्रो मुभिजहरू चाहिँ चुज गरिरहेका छन्। सो यी दुवैजना एउटै मुभीमा हेर्न पाउनु पनि एकदमै राम्रो कुरा हो। फिल्मको टिजरले, ट्रेलरले चाहिँ अलिकति इमोसनल पार्टलाई चाहिँ बढी फोकसमा राखेर देखाएको छ। अनि फिल्मको चाहिँ एउटा टाइटल सङ्ग रिलिज गरिएको छ, मिरमिरे नाम छ यसको चाहिँ। यो गीतको लिरिक्स चाहिँ प्रकाश सपुत आफैले दिएका हुन् र सिङ्गर पनि उनी आफै नै हुन्। सो त्यही भएको कारणले पनि होला यो गीत पनि राम्रो नै चलिरहेको छ, राम्रो पनि सुनिरहेको छ। तर फिल्मको पेस भने अलिकति स्लो छ कि जस्तो फिल हुन्छ ट्रेलर अथवा टिजर हेर्दै गर्दाखेरि चाहिँ। सो अब यसको टार्गेट अडियन्स चाहिँ को हुनसक्छ त? फिल्मले चाहिँ विशेष गरेर पारिवारिक कथालाई उठाएको भएर सो यो चाहिँ अलिकति फ्यामिलीलाई चाहिँ बढी टार्गेट गरेको छ यो मुभीले। परिवारको सबै सदस्य, अझ भनौँ अलिकति पाको उमेरको बुवा, हजुरबुवा, हजुरआमा हुनुहुन्छ होला, उहाँहरूलाई लगेर चाहिँ यो मुभी मजाले हेराउन सक्नुहुन्छ। घर फर्किने बेलामा म तपाईँलाई यहीँ कुदेर बस्छु ल।
सो अब चाहिँ लास्ट मुभी रहेको छ गोबर गणेश। सो यसको टाइटल गोबर गणेशले चाहिँ यो मुभी कम्प्लिटली कमेडी मुभी हो कि जस्तो फिल हुन्छ होइन, त्यो सङ्केत दिन्छ। तर यसको ट्रेलरले भने अर्कै इन्डिकेसन गरिरहेको छ। फिल्मको स्टोरी चाहिँ गणेश नामक क्यारेक्टरको हो, जसलाई चाहिँ मरिसमान श्रेष्ठ अथवा हामीले बल्छी ध्रुवेको नामले पनि चिन्छौँ उनलाई, उनले प्ले गरेका छन् त्यो क्यारेक्टरलाई चाहिँ। फिल्मको इन्टायर स्टोरी चाहिँ त्यही क्यारेक्टरको अराउन्डमा घुम्ने गर्छ, उसको सङ्घर्ष, उसको उतार चढाव, उसको जिन्दगीलाई चाहिँ हामीले देख्न सक्छौँ। यो फिल्मबाट चाहिँ मरिसमान श्रेष्ठले चाहिँ आफ्नो फिल्मी करियरलाई चाहिँ सुरु गर्दैछन्। योभन्दा अगाडि चाहिँ उनले आफ्नो सिरियलमा धेरै लामो समय बिताइसकेका छन्। तर एउटा इन्ट्रेस्टिङ कुरा के छ भने उनले चाहिँ आफ्नो एकदमै पपुलर क्यारेक्टर बल्छी ध्रुवेलाई चाहिँ यसमा इन्क्लुड गरेका छैनन्। उनले चाहिँ आफ्नो छुट्टै पाथ रोजेका छन्। अलिकति गम्भीर, अलिकति सिरियस क्यारेक्टरलाई चाहिँ उनले प्ले गर्न कोसिस गरेका छन्, जुन एकदमै एप्रिसिएबल छ। मरिसमान श्रेष्ठको अलावा वर्षा शिवकोटी पनि रहेकी छिन्, बुद्धि तामाङ पनि रहेका छन् फिल्ममा। सो ओभरअलमा चाहिँ यो मुभी चाहिँ एउटा कमन म्यानको स्टोरी हो, मिडल क्लास फ्यामिलीको स्टोरी हो, जसले चाहिँ काठमाडौँमा आएर आफ्नो जीविकोपार्जन गर्नको लागि, आफ्नो लाइफ चाहिँ राम्रो बनाउनको लागि कति सङ्घर्ष गर्छ भनेर देखाएको छ। अब यसको टार्गेट अडियन्सहरू चाहिँ को हुनसक्छ त? यो फिल्मको अडियन्स चाहिँ दुवै यङ अडियन्स पनि हुनसक्छ र फ्यामिली अडियन्स पनि हुनसक्छ। किनभने यङ अडियन्सहरूलाई पनि त्यो एउटा स्ट्रगलको स्टोरी मनपर्छ, अन्डरडगको स्टोरी मनपर्छ भने फ्यामिलीलाई त यस्तो खालको मुभी मनपर्ने भइ नै हाल्यो। प्लस यदि तपाईँले चाहिँ मरिसमान श्रेष्ठको एउटा अर्को छुट्टै भिन्न काम हेर्न चाहनुहुन्छ भने त यो मुभी हेर्नै पर्ने भयो। पशुपतिको बास भयो आमा। सबैको अन्तिम बास त यहीँ त हो नि, मात्रै कोहीको ढिलो कोहीको चाँडो। सो अब यो इन्टायर भिडियोलाई चाहिँ 1-2 लाइनमा समराइज गर्न कोसिस गरौँ र कुन चाहिँ अडियन्सको लागि अथवा तपाईँको लागि चाहिँ कुन चाहिँ मुभी बेटर हुनसक्छ भन्ने कुरामा म चाहिँ सरर भनिदिन्छु है। यदि तपाईँले चाहिँ अलिकति लाइट हार्टेड मनपर्छ होइन, अहिलेको यो करेन्ट डिजिटल एरालाई चाहिँ अलिकति तपाईँले मजाले हेर्न चाहनुहुन्छ, त्यसको इफेक्टहरू हेर्न चाहनुहुन्छ र एउटा कमेडीको पार्टलाई चाहिँ इन्जोय गर्न चाहनुहुन्छ भने चाहिँ मजाले भाइरल गोर्खे हेर्न गए हुन्छ होइन। त्यसमाथि सौगात मल्लको काम त अभियसली राम्रो हुने भइ नै हाल्यो। तर यदि तपाईँलाई चाहिँ अलिकति परिवारसँग जान मन छ, अलिकति फ्यामिली ड्रामा हेर्न मन छ, बाबु छोरीको स्टोरीलाई मजाले निहाल्न मन छ भने चाहिँ मिरमिरे इज फर यु। अनि तपाईँले चाहिँ अलिकति कमेडीको पार्ट हेर्न पनि मन छ, अलिकति फ्यामिलीको स्टोरी पनि हेर्न मन छ, अलिकति स्ट्रगलको अन्डरडगको कथा हेर्न मन छ भने चाहिँ गोबर गणेश हेर्न जाँदा हुन्छ। ल अब तपाईँहरूलाई चाहिँ कुन चाहिँ हेर्न मन छ तल कमेन्ट बक्समा लेख्न नबिर्सिनु होला। अनि आजको लागि चाहिँ यति नै। अब तपाईँहरूले चाहिँ फर्स्टमा चाहिँ कुन चाहिँ मुभीको रिभ्यू हेर्न चाहनुहुन्छ त्यो पनि तल कमेन्ट बक्समा ड्रप गर्न सक्नुहुन्छ। अब हाम्रो भेट चाहिँ अर्को भिडियोमा हुनेछ, त्यतिन्जेलको लागि चाहिँ हाम्रो अरू भिडियोजहरू हेर्दै गर्नु होला। सी यु गाइज।